1200 मेगावाटको नेपालकै सबैभन्दा ठुलो जलविद्युत आयोजनादेखि दुनियाँकै तेस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म, हिमालको फेदै फेद जाने दुनियाँकै सबैभन्दा अग्लो स्थानको रेलमार्गदेखि पूर्वी नाका काँकडभिट्टादेखि पश्चिमको महेन्द्रनगरसम्म चल्ने रेलवे ट्र्याकसम्म 2100 बिघाको क्षेत्रफलमा बनाइने नेपालकै सबैभन्दा ठुलो औद्योगिक पार्कसम्म हामीले नेपाल भन्न साथ सधैँ भ्रष्टाचार, काण्ड, घोटाला जस्ता शब्दहरू मात्रै सुन्यौँ। तर आज हामी आशा र भविष्यको कुरा गर्नेछौँ। आज हामी निराशाभित्र लुकेर बसेका उन्नति र प्रगतिका कुरालाई केलाउने प्रयास गर्नेछौँ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आजभन्दा 30 वर्ष अगाडि परिकल्पना गरिएको परियोजना हो। करिब 6 अर्ब अमेरिकी डलर लगानीमा बन्ने यो विमानस्थल बनिसकेपछि दक्षिण एसियाकै सबैभन्दा ठुलो र दुनियाँकै 10वटा ठुला विमानस्थलमध्ये एक बन्ने बताइएको छ। वार्षिक करिब 6 करोडभन्दा बढी यात्रुलाई सेवा दिन सक्ने यो एयरपोर्ट 8050 हेक्टरको क्षेत्रफलमा बन्नेछ, जसको वरिपरि एउटा सुविधा सम्पन्न एयरपोर्ट सिटीको समेत निर्माण गरिने योजनामा उल्लेख छ। यो एयरपोर्ट निर्माण सम्पन्न भएपछि यसले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्नुका साथै दक्षिण एसियाको हवाई हबको रूपमा समेत स्थापित हुने विज्ञहरू बताउँछन्। काठमाडौँ तराई मधेस फास्ट ट्र्याकले यो एयरपोर्टलाई 1 घन्टामै काठमाडौँसँग जोड्नेछ, जसले नेपाललाई पर्यटनमा समेत नयाँ फड्को मार्न सहयोग पुर्याउनेछ। तर यति धेरै महत्त्व बोकेको यो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अहिलेसम्म सुरुवात हुन सकेको छैन। सरकारले आर्थिक वर्ष 2082-83 को वार्षिक बजेटमा 6 महिनाभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटीको टुङ्गो लगाउने बताएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। त्यो बाहेक करिब 24 लाखभन्दा बढी सालका रुख काट्नुपर्ने भन्दै वातावरणविदहरूले यो एयरपोर्ट बनाउन नहुने कुरा बताइरहेका छन्। जग्गाको मुआब्जा वितरणका विषयमा समेत विवाद टुङ्गो लागेको छैन। यसरी हेर्दा अहिलेको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अलपत्र परेको छ। तर सरकारले 6 महिनाभित्र मोडालिटी टुङ्गो लगाउने भनेपछि अब नयाँ आशा भने पलाएको छ। यस विषयमा हामीले अगाडि नै एउटा भिडियो बनाइसकेको हुनाले तपाईँले यो भिडियोपछि त्यसलाई समेत हेर्न सक्नुहुनेछ। भिडियोको लिङ्क डिस्क्रिप्सन बक्समा राखिदिनेछौँ। दमक क्लिन इन्डस्ट्रियल पार्क योजना DCIPP नेपाल सरकारको प्रमुख औद्योगिक पूर्वाधारको योजना हो। तत्कालीन प्रधानमन्त्री KP शर्मा ओलीले 2077 फागुन 16 गते यस पार्कको शिलान्यास गरेका थिए। नेपाल चाइना फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको रूपमा प्रस्ताव गरिएको यो योजना बनिसकेपछि यसभित्र करिब 100वटा भन्दा बढी ठुला औद्योगिक कम्पनीहरू स्थापना गरिने बताइएको छ, जसमा 1 लाखभन्दा बढी सर्वसाधारण र स्थानीयले रोजगारी पाउने लक्ष्य राखिएको छ। 2077 सालमै शिलान्यास भए पनि यस परियोजनाको करिब 60% जग्गा अधिकरण बाहेक अरू कुनै पनि कार्य अगाडि बढेको छैन। अझ कम मुआब्जाको कारण देखाउँदै स्थानीयले जग्गा दिन समेत मानिरहेका छैनन्। त्यो बाहेक नेपाल र चाइनिज पक्षबीच पार्कको लिजको विषयमा समेत कुरा मिलेको छैन। यो परियोजनादेखि निकै नजिक रहेको भारतको कलकत्ता पोर्टबाट अन्तर्राष्ट्रिय बजारमा सामान निर्यात गर्ने अनि यसमा ठुलाभन्दा ठुला औद्योगिक केन्द्रहरू स्थापना गर्ने भनी बनाउन लागि इन्डस्ट्रियल पार्क अहिले अलपत्र परेको छ। यो औद्योगिक पार्कलाई अगाडि बढाउनका लागि सरकारबाट पनि त्यस्तो कुनै ठोस कदम चालेको जस्तो देखिँदैन। यसको प्रगति विवरण अहिले शून्यको आसपास रहेको छ। कर्णाली करिडोर नेपालको सबैभन्दा लामो उत्तर दक्षिणी सडक सञ्जालको परियोजना हो, जुन बाँकी जिल्लाको जमुनाहददेखि सुरु भएर सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्ला जिल्लाको सिमीकोट अनि चियानाका हिल्सासम्म पुग्ने गर्छ, जसको दूरी करिब 682 किलोमिटर रहेको छ। राष्ट्रिय राजमार्गसँग नजोडिएको नेपालको एक मात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने, कर्णालीको विकास र पर्यटनलाई प्रवर्धन गर्ने, भारतीय तीर्थालुलाई कैलाश मानसरोवर जाने छोटो र सुरक्षित स्थलमार्गको पहुँच दिलाउने उद्देश्य राखे आजभन्दा 21 वर्ष अगाडि सुरु भएको यो योजना अहिले तीव्र अवस्थामा अगाडि बढिरहेको छ।
अहिले कालीकोटको नरहरी गाउँपालिकादेखि हुम्लाको सलिसल्लाहसम्मको करिब 196 किलोमिटरको बाटो नेपाली सेनाले निर्माण गरिसकेको छ। यो बाहेक अब हुम्लाको सलिसल्लाहदेखि हिल्सा नाकासम्मको 146 किलोमिटरको बाटो समेत नेपाली सेनाले निर्माण गरिसक्न लागेको बताइरहेको छ। कर्णाली करिडोरको 123 किलोमिटर बाटो कालोपत्रे भइसकेको छ भने आर्थिक वर्ष 2082-83 मा समेत यसका लागि बजेट विनियोजन गरिएको छ। मध्य पहाडी लोकमार्ग अर्थात् पुष्पलाल राजमार्ग नेपालको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो। यसको कुल लम्बाइ करिब 1879 किलोमिटर रहेको छ। पूर्वमा पाँचथर जिल्लाको चियाभङच्याङबाट सुरु हुने यस राजमार्गले करिब 30 वटा जिल्लालाई छितोल्दै पश्चिमको बैतडी जिल्लामा रहेको झुलाघाटसम्म छुनेछ। आर्थिक वर्ष 2064-65 देखि सुरु भएको यो आयोजना सुरुमा 10 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। त्यस समयमा यसको लागत करिब 33 अर्ब रहेको थियो, तर हाल यो लागत बढेर करिब 84 अर्ब 33 करोड पुगेको छ। मध्य तथा उच्च पहाडी जिल्लाको विकास गर्ने, 30 जिल्लालाई यातायात सञ्जालसँग जोड्ने, कृषि, व्यापार र पर्यटनको प्रवर्धन गर्ने, यो साथै पहाडी क्षेत्रमा रहेका करिब 70 लाखभन्दा बढीको जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुर्याउने योजनासहित यो आयोजनाको सुरुवात गरिएको थियो। अहिलेको अवस्थामा हेर्ने हो भने यसको भौतिक प्रगति करिब 82% पुगिसकेको छ भने वित्तीय प्रगति करिब 83.33% को हाराहारीमा छ। हालसम्म करिब 1510.66 किलोमिटर सडक कालोपत्रे भइसकेको छ। त्यसबाहेक 261.14 किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ भने 107 किलोमिटरको सडकको ठेक्का लाग्न बाँकी रहेको छ। कुल 137 वटा पुलमध्ये 111 वटा पुलको निर्माण सम्पन्न भइसकेको छ। 24 वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्। आगामी आर्थिक वर्ष 2082-83 का लागि 3 अर्ब 94 करोडको बजेट विनियोजन गरिएको छ। दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाको सिमानामा अवस्थित छ। यसको क्षमता करिब 670 मेगावाट रहेको छ। 42 वर्ष अघि सन् 1984 तिर यसको पहिचान भएको थियो, तर अहिले यो राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ। यो आयोजना 6 वटा बहुपक्षीय विकास साझेदारहरू एडीबी, विश्व बैंक, एआईआईबी, EIB, ओपेक फन्ड र साउदी फन्डको संयुक्त लगानीमा निर्माण हुनेछ। आयोजनाबाट वार्षिक करिब 3 अर्ब 44 करोड 30 लाख युनिट विद्युत उत्पादन हुने बताइएको छ। तर मुआब्जा निर्धारण नहुँदा लामो समयसम्म यो आयोजना अगाडि बढ्न सकेको छैन। आयोजनाबाट प्रभावित हुने करिब 25,000 रोपनी निजी जग्गा अधिग्रहण प्रक्रिया सरकारले अगाडि बढाएको बताइरहेको छ। अहिलेको अवस्थामा यसको प्रगति शून्यको आसपास देखिन्छ। बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना नेपालको सबैभन्दा ठुलो जलविद्युत आयोजना हो। यो बुढीगण्डकी, धादिङ र गोर्खा जिल्लामा अवस्थित छ। यसको क्षमता करिब 1200 मेगावाट रहेको बताइन्छ। करिब 3 खर्ब 98 अर्ब 2 करोड रुपियाँको लागतमा बन्ने परिकल्पना गरिएको यो योजना 1970 को दशकमै पहिचान भएको थियो, तर अहिले 5 दशक बितिसक्दा पनि यो योजना अलपत्र परेको छ। विक्रम सम्वत 2074 ज्येष्ठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोजना निर्माणको जिम्मा चाइनिज गेजुवा टावर एन्ड पावर ग्रुपलाई दिने निर्णय गरेको थियो। तर 14 असार 2079 मा तत्कालीन सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा लैजाने निर्णय गर्यो। त्यसपछि भदौ 17 गते ऊर्जा मन्त्रालयले बुढीगण्डकी जलविद्युत लिमिटेड नामक कम्पनी दर्ता गर्यो, तर कम्पनीको न्यूनतम 1 करोड रुपियाँ बजेट समेत सरकारले व्यवस्थापन गर्न नसक्दा अहिले कम्पनी काममा समेत लाग्न सकेको छैन। 3 अर्बभन्दा बढी लगानीको यो परियोजना अहिले अस्तव्यस्त अवस्थामा रहेको छ। यसमा करिब 42 अर्ब रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ, तर प्रगति विवरण भने शून्यको आसपास देखिन्छ। काठमाडौँ रक्सोल रेलवे नेपालको राजधानी काठमाडौँलाई रेल मार्फत अन्तर्राष्ट्रिय बजारसँग जोड्ने एउटा महत्त्वाकांक्षी परियोजना हो। सन् 2018 मा भारत र नेपाल बीच भएको द्विपक्षीय सम्झौताबाट यो परियोजनाको कल्पना गरिएको थियो। यो भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने बताइएको छ। यो रेलमार्ग भारतको रक्सोलदेखि पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनोहरा, सपरी बजार, निजगढ, त्यस्तै मकवानपुरको थिलाया, शिखरपुर, सिमसेरी हुँदै काठमाडौँको खोकानासम्म आइपुग्ने प्रस्ताव गरिएको छ।
आयोजनाको फाइल लोकेसन सर्वे एफएलएस प्रतिवेदन तयार भइसकेको छ र नेपाल सरकारलाई हस्तान्तरण समेत गरिसकिएको छ। रेलमार्गमा 122वटा साना पुल, 101वटा ठुला पुल र 18वटा अत्याधुनिक स्ट्रक्चरका पुलहरू रहनेछन्। कुल लम्बाइ 140.79 किलोमिटर रहेको यस रेलमार्गले यात्रा समयलाई 2 घण्टामा सीमित गर्नेछ, जसले भारतीय पर्यटकहरू एकै दिन नेपाल आएर घुमेर साँझ घरसम्म फर्किन सक्नेछन्। यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ, तर अहिलेसम्म यो आयोजना अगाडि बढ्न भने सकेको छैन। पूर्व पश्चिम विद्युतीय रेलमार्ग नेपालको सबैभन्दा महत्त्वाकांक्षी रेल पूर्वाधारको योजना हो। 995 किलोमिटर लामो यस रेलमार्गले देशको पूर्वी सिमानादेखि पश्चिमी सिमानासम्म जोड्ने लक्ष्य राखेको छ। पूर्व पश्चिम राजमार्गको छेउमै निर्माण भइरहेको यस रेलमार्गले नेपाललाई रेल मार्फत एक सूत्रमा बाँध्ने प्रयास गर्नेछ। पूर्वदेखि पश्चिमसम्म यात्रा गर्न लाग्ने दिनौँको यात्रालाई यसले घन्टौँमा सीमित गरिदिनेछ। रोजगारीका नयाँ अवसर र व्यापार व्यवसायको समेत प्रवर्धन हुनेछ। यो बाहेक पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा सबै नागरिकको पहुँचमा समेत यस रेलमार्गले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। तर विडम्बना के छ भने यस रेलमार्गको हालसम्म करिब 6% मात्र काम सम्पन्न भएको बताइएको छ। आर्थिक वर्ष 2082-83 को बजेटमा काँकडभिट्टादेखि इटहरीसम्मको खण्डको जग्गा फुकुवा गर्ने सरकारले घोषणा गरेको छ। यही गतिमा यो योजना अगाडि बढ्ने हो भने झन्डै 20 देखि 30 वर्ष सम्पन्न हुन लाग्ने देखिन्छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग नेपालकै सबैभन्दा महत्त्वाकांक्षी यातायात पूर्वाधार आयोजना हो। यस द्रुत मार्गको लम्बाइ करिब 70.97 किलोमिटर रहेको छ। ललितपुरको खोकानादेखि सुरु हुने यस द्रुत मार्गले बाराको निजगढसम्मको दूरीलाई बस 1 घण्टामा सीमित गर्नेछ। विक्रमसम्म 2061 सालतिर परिकल्पना गरिएको यो आयोजना विभिन्न विवादका बीच अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ। यसको हालको कुल लागत 2 अर्ब 11 खर्ब 93 करोड पुगेको छ। देशको राजधानीलाई जोड्ने एउटा उत्कृष्ट सडक नहुँदा अहिले प्रत्येक वर्ष बर्खायाममा राजधानी काठमाडौँको सम्पर्क देशको अन्य भूभागबाट टुट्ने गरेको छ। यसले नागरिकको दिनचर्यामा ठूलो असर पार्नुका साथै काठमाडौँको आपूर्ति सेवा समेत लगभग ठप्प पार्ने गरेको छ। यी सबै समस्याको विकल्पको रूपमा हेरिएको काठमाडौँ तराई द्रुत मार्गको अहिलेको प्रगति करिब 42.13% को हाराहारीमा छ भने वित्तीय प्रगति करिब 44% रहेको बताइएको छ। अनि नेपाली सेनाका अनुसार 2083 चैत्र मसान्तसम्म यसको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताइएको छ। हालसम्म 80 अर्ब 54 करोड रुपियाँ खर्च भइसकेको यस आयोजनालाई नेपाली सेनाले 13वटा प्याकेजमा निर्माण गरिरहेको छ, जसमध्ये हाल 12वटा प्याकेजमा काम निरन्तर रूपमा अगाडि बढिरहेको छ। तर ललितपुरको खोकानाको जग्गा विवाद भने अहिलेसम्म सकिएको छैन। अब तपाईलाई यो बाहेकका विविध विषयमा पनि जान्न मन छ भने काठमाडौँ तराई मधेस द्रुत मार्गको विषयमा हामीले एउटा पुरा भिडियो नै बनाइसकेका छौँ। तपाईँ डिस्क्रिप्सन बक्सबाट सिधै त्यो भिडियो हेर्न सक्नुहुनेछ। माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालको स्वदेशी लगानीको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। यो आयोजना दोलखा जिल्लामा अवस्थित छ। यसको क्षमता करिब 456 मेगावाट रहेको छ। यो आयोजना करिब 9 वर्षसम्म चलेको थियो। निर्माण हुँदा यसको कुल लागत 35 अर्ब रुपियाँ बताइए पनि पछि यो बढेर करिब 84 अर्ब रुपियाँ पुग्यो। अहिलेको अवस्थामा यो नेपालको पहिलो राष्ट्रिय गौरवको आयोजना हो जुन सम्पन्न भएको छ। आयोजना विक्रमसम्म 2078 भदौदेखि व्यावसायिक रूपमा सञ्चालन भएको थियो। यसले वार्षिक करिब 2 अर्ब 28 करोड विद्युत उत्पादन गरिरहेको छ। बर्खाका केही महिना बाढीको कारण बन्द हुने भए तापनि यस आयोजनाले अन्य समयमा नेपालको राजस्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यी थिए नेपालका 10 ठूला पूर्वाधार विकासका योजना। अब यसको विस्तृत लिखित विवरण हामी डिस्क्रिप्सन बक्समा राखिदिनेछौँ। एकचोटि त्यो पनि तपाईँहरू चेक गर्न सक्नुहुनेछ। तपाईँहरूलाई यीमध्ये कुन योजना मन पर्यो र कुन छिटो निर्माण हुनुपर्छ जस्तो लाग्छ त्यो पनि कमेन्ट बक्समा बताउन सक्नुहुनेछ। अर्को भिडियो कुन विषयमा बनाउँदा उचित होला त्यो पनि लेख्न सक्नुहुनेछ। आजको लागि यति नै। अर्को भिडियोमा फेरि भेट्नेछौँ। त्यतिन्जेलका लागि हामी सबैलाई बिदा दिनुहोस्। धन्यवाद।